ल साथीहरू नमस्कार। अहिले म यो रुकुम रोल्पा र बागलुङको सिमाना पाथ्याला आसपासमा छु। केही समय अगाडि दसैँ तिहार मान्नको लागि जन्मघरतिर लागेको थियो। आज कर्मथलोतिर प्रस्थान गरिरहेको छु। अहिले यो जङ्गलको बाटोमा यात्रा भइरहेको छ। यो उकालो चढेर माथि त्यो डाँडा धुरी देखेको छ, त्यहाँ पुगेर फेरि ओह्रालो झर्नुपर्छ। अहिले लगभग यो हाइवेदेखि 200 मिटर माथि आइसकेको छु। अहिले म यो चौरी खर्क जाने सडकमा पुगेको छु। यो वर्ष अत्याधिक रूपमा चर्चामा आएको चौरी खर्क अथवा चौरी लेक जाने रुट हो। म जाने चाहिँ यता माथितिर हो, अझै माथितिर जानुपर्छ। यहाँबाट केही दूरी अगाडि गयो भने त्यहाँ पहाडी बेस क्याम्प भन्ने छ चौरी खर्कको लागि। बेस क्याम्पमा पुग्न सकिन्छ। म आएको चाहिँ त्यहाँ तलदेखि हो, तल रोड देखिन्छ। यो रोडदेखि हिँड्दै आएको, जानुपर्ने अझै माथि छ, त माथितिर जानुपर्छ। यो चाहिँ साथीहरू, अहिले म यो समुद्र सतहदेखि करिब 3500 देखि 4000 सम्मको उचाइमा छु। म चाहिँ अहिले यतादेखि आएको। यो वर्ष एकदमै चर्चामा आएको र तपाईँहरूले एकदमै रुचाउनु भएको चौरी खर्क चौरी लेक चाहिँ यो साइडतिर पर्छ, यता हो। अनि म जाने चाहिँ यता यो साइड हो। यहाँबाट अझै तलतिर झर्नुपर्छ। यता हुँदै यहाँबाट तल करिब 2 घन्टासम्म हिँड्नुपर्छ। म यहाँबाट हिँडिसकेको छु। यहाँ भेडीगुटाहरू छन्। आजभोलि त कोही पनि हुनुहुन्न। बर्खाको समयमा भेडाहरू गाईहरू लिएर गोठमा मान्छेहरू आउनुभएको हुन्छ। म जानुपर्ने अझै धेरै छ। यो तलको ठुलो जङ्गल काटेर त्यो पारीको गाउँमा पुग्नुपर्छ। त्यहाँबाट यता साइड त्यहाँ पारीतिर घाम लागेको ठाउँतिर चाहिँ यो धोरपाटन हो। त्यहाँ चाहिँ धोरपाटन छ। त्योभन्दा थोरै यता हो म जानुपर्ने। अझै छ धेरै, तलको ठुलो जङ्गल काट्नुपर्छ। फाइनल्ली अहिले म आफ्नो गन्तव्य अर्थात् कार्यस्थलमा पुगिसकेको छु। अहिले करिब बेलुकाको 5:30 भइसकेको छ। करिब 11 घन्टाको यात्रापछि विभिन्न कठिनाइहरू पार गर्दै, चुनौतीहरू पार गर्दै आफ्नो कार्यस्थल आफ्नो गन्तव्यमा पुगेको छु। यो निसीखोला गाउँपालिका वडा नम्बर 5 बागलुङमा अवस्थित निसेलढोर भन्ने गाउँ। यहाँ चाहिँ अत्याधिक चिसो हुन्छ। यो करिब 2803 को उचाइमा रहेको छ। हिउँदमा झन् साह्रै चिसो हुन्छ। जहाँ अहिलेसम्म विद्युतको पहुँच पनि पुग्न सकेको छैन। सडक पनि त्यस्तै हो। नेटवर्कको पनि दिउँसो घाम लागेको बेला मात्रै दिने गर्दछ। अझै पनि यो गाउँ विभिन्न विकासका पूर्वाधारहरूले पछाडि परेको छ। शिक्षा, स्वास्थ्य, सञ्चार जस्ता आधारभूत विकासका पूर्वाधारहरू अझै बन्न सकेका छैनन्। साह्रै कठिन छ। अब कठिन भए तापनि के गर्नु, जसो तसो अब यार जस्तो त हुनै पर्यो। अब यो जागिरले न बसी खान दिन्छ न मरि खान दिन्छ भने चाहिँ अब केही न केही त कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। के गर्ने। अहिले म आफ्नो कोठा रुमतिर पुगिसकेको छु। सबैलाई धेरै धेरै धन्यवाद अहिलेसम्म भिडियो हेर्नुभएकोमा। के गर्ने, हामी त यस्तै त हो नि ब्रो। ल, गुड नाइट, टाटा, बाइ, सी यू।